हजुर सुर्खेत एसपी साहब हजुर म खगेन्द्र सुनार बोल्दैछु हजुर नमस्ते हजुर सुन्नु न ठिकठाकै छ म यो पीडित परिवारहरू कहाँ छु अहिले यता यो बाङ्गे सिमलतिर यता यो रोडी नेपाल नजिक यो पीडित परिवारलाई अब उहाँहरूको भनाइ चाहिँ के रहेछ भने यो अलिकता डिटेलहरू अलिक छिटोभन्दा छिटो आओस् र यो चाहिँ बाहिर कहीँ कतै कसैले के भनेर हल्ला चलाइदिँदा रहेछन् कसैले के भनिदिँदा रहेछन् कम्तीमा चाहिँ बाहिर बजारमा आएको हल्लामा जस्तो कहीँ कतै न्याय सम्पादनमा कहीँ कतै रिपोर्ट सङ्कलनमा चाहिँ कहीँ कतै अलमल ढलमल नहोस् भन्ने चाहिँ उहाँहरूको चाहना छ होइन त्यो मध्ये हामीले केही सपोर्ट गर्नुपर्ने कुरा वा हामीले अरू केही गर्नुपर्ने कुरा केही छ भने तपाईँलाई हामीलाई बताउनु होला होइन अन्यथा चाहिँ कम्तीमा पीडित परिवारलाई चाहिँ कहीँ कतै शङ्का नरहने गरी चाहिँ उहाँहरूले चाहेअनुसार किन ल खगेन्द्र दाई कुरा गरेर मात्रै भएन पीडितले न्याय पाउनु पर्यो कुनै पनि कुराको कमी नहोस् पीडितलाई म चाहिँ यति भन्न चाहन्छु पीडितले न्याय पाउनु पर्यो बस